कुलमान, महावीर र सन्दुक जनताका हिरो, यो देशको हिरो। अहिलेका जनताका हिरो को त भन्दा यिनी 3 जना, अरू पनि छन् तर उहाँहरू प्रतिनिधि हो। अहिले प्रतिनिधि हो, जनप्रतिनिधि, जनहिरोहरू हो। किनभने कुलमानले यो देशलाई उज्यालोमा लैजानुभयो। जे गरेर छोडिदिनुस्, तर 18 घण्टाको लोड सेडिङलाई जिरोमा अन्धकारलाई जिरोमा राख्नुभयो। त्यसकारणले उहाँ हिरो हो हैन। सन्दुक रोहित जसले जुन नागले आँखा गुमाए त्यसलाई फेरि संसार दिनुभयो। आँखाको देउता, आँखाको देवता, आँखाको भगवान। उहाँलाई किन हामीले हिरो नभन्ने? हिरो हो उहाँहरू। अब महावीर पुन सिंहदरबारमा 5 वर्ष धाउनु भयो के। 5 वर्षसम्म आविष्कार केन्द्रको लागि उहाँ धाउनु भयो। नवप्रवर्तन, अनुसन्धान आदिका लागि चाहिँ धाउनु भयो। त्यसले रोजगारी दिन्छ, युवालाई देशमा राख्छ भनेर हो। मूल कुरा यति हो। तर चाहिँ कसैले सुनेन। प्रधानमन्त्री सुशील कोइराला, प्रचण्ड, केपी ओली हैन, बाबुराम भट्टराई आदि सबैसँग चाहिँ उहाँ, खिलराज रेग्मी आदिसँग धाउनु भयो। अर्थमन्त्रीसँग धाउनु भयो। कसैले केही लागेन अनि छोडिदिनु भयो। म यता आउँदिन भनेर निस्किनु भयो। र अनि उहाँले आत्मकथाको किताब त लास्टमा लेखेर बेचेर आफ्नो जीविकोपार्जन गर्ने सोच्नु भएको छ नि। बेचेको शैली चाहिँ तपाईले म बेचेकै शैली हो। शैली अहिले त्यही छ हेर्नु। आफै टाउकामा किताब बोक्नुहुन्छ, किताब बोक्नु भएको छ, चोक चोकमा गएर बस्नुहुन्छ। उहाँ डाक्टर महावीर पुन हो। डाक्टर महावीर पुन नेपालको रेमन्ड म्यागसेसे पुरस्कार पाएको एउटा यस्तो नागरिक हैन जो संसारको कुनै पनि ठाउँमा गएर गजबको जीवन बाँच्न सक्थ्यो, एकदम स्वर्गीय जीवन। तर चाहिँ अहिले यस्तो गर्नुहुन्छ। त्यसकारण उहाँ हिरो होइन त। कुलमान, महावीर र सन्दुक जनताका हिरो, यो देशको हिरो।